हामी चाहिँ अहिले चट्ट बारीतिर छौँ होइन। के भने गाइजहरू अब गर्नु परिहाल्यो गाइजहरू होइन। यसपालि चट्ट यति यसो आलु खेती गरी हेरेको होइन। पोहोर पनि गरेको थियो, पोहोर चाहिँ खासै राम्रोसँग फलेन। यसपालि चाहिँ यसो अलिकति यस्तो तरिकाले आफ्नै तरिकाले यसो गरेको। पानी पनि छ नि त, तर अलिकति सानो छ उताबाट लाएर भइसक्यो होइन। अलिकति चाहिँ राम्रोसँग आलु चाहिँ नउम्रियो कि जस्तो, कता कता खाली छ तर पनि केही छैन। यसो यति भए जति राम्रो फलेदेखि त यसो आफूलाई खाना पनि हुन्थ्यो, यसो कहिले कसो यसो बेच्नु पनि हुन्थ्यो होइन गाइज। यस्तै छ यार होइन। अब के गर्नु, अब त्यतिकै बसेर पनि भएन। अब अलि आफूले जानेको यसो कामहरू पनि गर्नु परिहाल्यो। अब यति अलिकति फले पनि यसो आफूलाई खाना पनि हुने, अलिअलि बेच्न पनि हुने। कस्तो छ गाइजहरू होइन। आलु यसरी लाछ हामीले होइन। यहाँ यसमा चाहिँ अलिकति खाली कोही भर आउँदैछ, कोही यत्रो भइसक्यो होइन। यस्तो छ गाइजहरू आलु चाहिँ मेरो। अब कस्तो लाग्छ साथीहरू होइन। अब अझ यसलाई चाहिँ कसरी राम्रो लाउन सकिन्छ होइन। यस्तो यसो तरिका भयो नि यसो कमेन्ट गर्नु होला, आफ्नै साथी सम्झेर होइन, दाजुभाइ सम्झेर। यसो कस्तो छ यो फल्ला नफल्ला होइन, अब गरिराखेको भए यसो तरिकाहरू पनि यसो हामीलाई सिकाइराखेदेखि ट्याङ चाहिँ अलिकति ठुलो फर्स्टचोटि लगाएको, फर्स्टचोटि गरेको अलिकति ठुलो भयो कि जस्तो सल्लाह सुझावहरू आइरहेछ। तैपनि तपाईँहरूलाई कस्तो लाग्छ यसो अझ कसरी गर्दा चाहिँ राम्रो फल्छ यसो कमेन्टहरू सल्लाह सुझाव दिनु होला। यतापट्टि प्याज लागेको छ। प्याज चाहिँ अस्ति तुसारोले गर्दा बिउ पनि त्यस्तै पर्यो होइन। अलिअलि हुर्किन चाहिँ हुर्किया छ। यस्तो छ गाइजहरू। यसलाई अब अलि राम्रो होला कि भनेर पानी त लागेको छ लाउन त, अलिकति उ छ त्यो सर्न चाहिँ सराहा अरूभन्दा अलिकति। अब बसिरहनुभन्दा यसो खेतीपाती यहाँतिर चाहिँ हल्का पातलो खालको उम्रिया छ। अब बिउ त राम्रै हो भनेर दिएको हो। हेरौँ अब यसपालि यो चाहिँ कस्तो फल्छ होइन। फल्यो भने योभन्दा अझ राम्रो गरेर होइन त्यही घरबाट आलुको बिउहरू लिएर लाउनु पर्ला होइन। फल्यो भने फलेन भने फेरि अझ अलि अन्तबाट कोही चाहिँ फेरि यस्तो छ कि सानै छ कि कोही चाहिँ अब यत्रो भइसक्यो दाइहरू होइन। कोही भर आँखा खोल्दै चाहिँ कोही फेरि यसरी किराहरू पनि रहेछ यहाँ। फेरि एउटा यो चाहिँ भोटमास हो है गाईजी। भोटमास कहाँबाट यो फल्दा त फल्दैन, कहाँबाट ठ्याक्क भोटमासको एउटा बिरुवा परिदिरहेको के। यस्तो छ गाईजहरू होइन। यताबाट चाहिँ अलि अगाडि लाएको थियो, त्यताबाट आइरहेछ पानी। अब पानी चाहिँ त्यही धाराको पानीबाट ल्याउने गरेको छु। यतातिर पनि बिचमा सानो छ, कोही ठुलो छ होइन। यो चाहिँ फेरि यो दुई थरी यता चाहिँ अलि राम्रो, यो चाहिँ अलि सोलुको आलु हो। यता चाहिँ आफ्नै गाउँको नपुगेर लिएको गाइजहरू होइन। बोट चाहिँ अलिक फरक हुँदो रहेछ सोलुखुम्बुको आलु होइन। भोलि पर्सि यसो फल्यो भने साथीहरूलाई नजिक भएदेखि यसो चाखौँला होइन। एक दुई पाथी, धेरै त सकिँदैन, अलिअलि नजिक हुने साथीहरूलाई। यहाँतिर चाहिँ छँदै छैन, भर्खर आएर छ। यतातिर त छैन ऊ यहाँ भर्खर यहाँतिर के भएको नि नकुहियो न के भयो, नआउनै बाँकी हो। ऊ यहाँ भर्खर आउनु थालेर चाहिँ बिचरा आउन त आइरहेछ होइन। अब कोही यत्रो भइसक्यो यी सँगैको साथीहरू, यो भर यत्रो छ, ऊ कोही यहाँ यत्रो भयो। यस्तै छ साथीहरू। यसो खेतीपाती गर्नु पर्यो भनेर अलिकति आधुनिक अलिकति नयाँ तरिकाबाट गरेको बाबुबाजेको भन्दा अलिकति। हाम्रो यता चाहिँ यसरी ड्याङ बनाएर भन्दा पनि सिधै नै रोप्ने चलन थियो कि पहिलादेखि नै।
अनि अब यसरी सिधै यस्तो तरिकाले रोप्थ्यो पहिला हाम्रो बुवा मम्मीहरूले छिमेकीले। अहिले चाहिँ फेरि होइन ड्याङ लाएर रोप्नुपर्छ भनेर ड्याङ लाएर रोपिहेरेको मैले यसरी। साथीहरूले कस्तो लाग्छ कि यस्तै पहिलाको यस्तै ठिक हुन्छ कि यसरी ड्याङ लाउँदा ठिक हुन्छ, यसो सल्लाह सुझावहरू पाऊँ है साथीहरू। अब गर्दैछु, अब के गर्नु, अब यो सकिएपछि चाहिँ मकै रोप्नु पर्ला। यस्तो छ गाइजहरू, कोही आउँदैछ, यस्तो छ हाम्रो चाहिँ यसो गरिहेरेको। अब यतिकोमा उम्रिएन त उम्रेकोमा चाहिँ अलिक फलेदेखि साउँ चाहिँ उठ्थ्यो कि भन्ने छ साथीहरू। गाइजहरू तपाईँहरूकोतिर कसरी लाउने गरेको छ आलु, हाम्रोमा यसरी लाउने गरेको छ। मैले नि यसो हाम्रो चाहिँ केही बिसादी नहालिकन यसो पहिल्यैदेखिको चलाउनु छ र यो ड्याङ मात्रै हल्का लाएर गरेको, केही एकदम शुद्ध होइन प्राङ्गारिक अर्ग्यानिक तरिकाले गर्ने गरेको छु साथीहरू। ल अहिलेलाई यति नै। कोही यहाँ यस्तो छ भाइहरू भन्नु पऱ्यो, अब कोही यहाँ यसरी ढुङ्गाले थिच्या छ। ल साथीहरू तपाईँहरूतिर कसरी लाउने गरेको छ सल्लाह सुझाव पाऊँ है साथीहरू है त। ल अहिले हामी छुट्यौँ, पछि फेरि यसको यो फल्ने बेला एकचोटि बनाएर तपाईँहरूलाई देखाउँला। अहिले छुट्याउँ त गाइस। ल है, धन्यवाद, माया गर्नुहोला। यसरी हाम्रो देश कृषि प्रधान देश हो। सबैले थोरै भए पनि आत्मनिर्भरको लागि भए पनि आफ्नै लागि भए पनि यसरी लाउने गरौँ भन्ने सल्लाह पनि दिन्छु होइन। ल गाइस, ल है त।